दाइले विदेशबाट आउनुभएको के ल्याइदिनु भएको छ हाम्रो पनि त दाइ भएको के ल्याइदिनु थियो नि दिदी त्यस्तो नसोच न म पनि तिम्रो दाइ जस्तो त हो नि म पनि तिमीलाई विदेशबाट के ल्याइदिन्छु नि त्यसै म पनि त तपाईको भाइ समान नै होला नि दिदी हो नि मान्छे हाम्रो साथी के आएको छैन है मान्छे हो न हाम्रो साथी आएको थियो सुन्नुहोस् न हाम्रो छोरीहरू धेरै नै बुझ्ने भएछ हिजो अस्ति भइसकेको छ बाबी हजुर जाने हो नि ए उता पहिला पल्लो घरमा त विदेशबाट लाउँदै आउनु भएछ नि त्यही घरमा जाम है बहिनी स्वागतम हाम्रो पहिलो घरको तर्फबाट स्वागतम स्वागतम सुस्वागतम हामी पहिलो घरको तर्फबाट स्वागतम नमस्कार सबैजनालाई आज हामी पहिलो घरको तर्फबाट नृत्य देउसी भैलो प्रस्तुति लिएर आएको छौँ ध्यान दिएर हेर्नुहोला झिलिमिली रातमा साथीभाइ साथमा कमालो मनाउँदै माउदेर बढ्दै आएका हामी देउसी रट्याउँदै झिलिमिली रातमा दिदीबहिनी साथमा कम्बल हल्लाउँदै आएका हामी देउसीले खेल्न रमाइलो मनाउँदै आएका हामी देउसीले खेल्न रमाइलो मनाउँदै खानुहुन्न चुरो डरक्सी खाएपछि पैसाको नाश कति खानुहुन्न चुरो डरक्सी खाएपछि पैसाको नाश कति आहै राम्ररी भन आहै देउसीले भन आहै देउसीमा तिनको आहै चाँडो बाँड आहै जनाउने पर्ने आहै बनाउने पर्ने मौसममा दिन आहै घर बेटी आमा आहै आइपुग्यौँ हामी आहै देउसीले खेल्न वर्ष दिनमा तिहार आउने नाचै गाउँदै रमाउन मन लाग्ने वर्ष दिनमा तिहार आउने नाचै गाउँदै रमाउन मन लाग्ने तिहार आयो झिलिमिली आयो यसै माथि मन मेरो रमायो वर्ष दिनमा तिहार आउने नाच्दै गाउँदै रमाउन मन लाग्ने नाच्दै हामी आइपुग्यौँ घर घरमा देउसी भैलो खेल्ने रहरमा वर्ष दिनमा तिहार आउने नाच्दै